छ गोरेटो अलग छ यो यात्रा अलग छ परिचय पहिचान भूमिका वर्जित छ र यो कविताको शीर्षक पनि राख्न बाँकी नै छ। हतार हतार कचिया चलाइरहेछन् खुसी, हतार हतार कचिया चलाइरहेछन् खुसी, छिटोभन्दा छिटो पुर्याउनु छ घाँसको भारी, पुग्नु छ स्कुल, मेट्नु छ ज्ञानको प्यास। तर तर खाली डोकको भुइँमा फालेर आँपको रुखमा झुन्डिरहेछ सरकार। सिर्गना लाएर हलगोरु उडाइरहेछ माइला, छिटो जोतिसक्नु छ टारबारी, पुग्नु छ बुधबारे मेला, गाउनु छ पालम, नाच्नु छ धान, हात छ मातेर तरुणीहरूको। तर तर जाँड टिप्दै चिउरीको फेदमा शीतल तातिरहेछ सरकार। एकैछिन फुर्सद छैन दोजिया दिलमायालाई, कोरेर धेरैभन्दा धेरै ढुङ्गा बनाउनु छ अग्लो पहाड गिटीको, पढाउनु छ छोराछोरी, पाल्नु छ परिवार। तर चुरोट तान्दै रमिता हेरिरहेछ सरकार। ढल्किदो उमेरमा पनि असिन पसिन रिक्सा पेलिरहेछ सियाराम। यात्रुलाई छिटोभन्दा छिटो पुर्याउनु छ गन्तव्य, नत्र त बेलुकी बल्दैन अगेनोमा आगो, चल्दैन जिन्दगीको रथ। तर अविराम चपाउँदै पान पिच्च थुक्दै बसिरहेछ सरकार। जिन्दगीको अक्करे भिरमा दुःखको गरौँ भारी बोकेर उकालो उक्लिरहेछ ढाक्रे दाई। जिन्दगीको अक्करे भिरमा दुःखको गरौँ भारी बोकेर उकालो उक्लिरहेछ ढाक्रे दाई। उज्यालोमै काट्नु छ घना जङ्गल, पुग्नु छ पारी गाउँ। तर पहाडको फेदीमै मस्त सुतिरहेछ सरकार। अलिकति पनि हतारो छैन सरकारलाई, किनकि कहीँ पुग्नु छैन उसलाई।